हेलो नमस्कार। आज हामी चाहिँ अल्डरसट घुम्दैछौँ। यस्तो चिसो जाडोमा पनि पुसैले हामीलाई घुमाउँदै हुनुहुन्छ। सो अहिले चाहिँ घुम्दैछौँ। तपाईहरुले इन्डसम्म हेरिदिनु होला। पाउने ल मैले काम पाइन मैले खान पाइन भनेपछि त्यहाँ मैले एप्लाई गरेको पनि केही रक्सबुर्ग बोर्ड काउन्सिलमा इङ्ग्लिसहरू सिकाउँछ। अनि त्यो इङ्ग्लिसहरू सिक्ने नानीहरूले त्यहाँ नोकरी खोज्ने चलनहरू पनि छ। अनि ल पुसै भर्खर आएको नयाँ मान्छेहरूलाई तपाईँले के भन्न चाहनुहुन्छ? अनि यिनीहरूलाई अब के तालिम गर्न माग्छन्। यहाँ तालिम पनि पाउँछ, कतिपय तालिम फ्रीमै पाइन्छ। हजुर, त्यो चाहिँ मिनिस्ट्री अफ डिफेन्सले पनि दिन्छ। किनभने यो भेटरनहरूको छोराछोरी भएको कारणले भेटरनहरूको रिलेटिभलाई डिफेन्स अफ मिनिस्ट्रीले फ्रीमा 1 हप्ते 2 हप्ते ट्रेनिङ दिएर सर्टिफिकेट दिन्छ। जब त्यो सर्टिफिकेट पायो भने राम्रो राम्रो कामहरू गर्न सक्छ अनि धेरै पैसाहरू पनि कमाउन सक्छ। राम्रो अपर्च्युनिटी छ। तपाईहरुले काम पाउनु भएको छैन भने चाहिँ जब सेन्टरमा आएर इन्फर्मेसनहरू लिन सक्नुहुन्छ। अल्डरसटको जब सेन्टर चाहिँ रेलवे स्टेसनको ठ्याक्कै यता पारी साइडतिर छ। अब भन्न चाहिँ आउँदैन होला मलाई। सो त्यता छ, हेर्न सक्नुहुन्छ। यही हो जब सेन्टर। यो चाहिँ अल्डरसटको रेलवे स्टेसन हो, तपाईँले देख्न सक्नुहुन्छ। यो स्टेसन अल्डरसट। अल्डरसटमा चाहिँ टन्नै नेपाली रेस्टुरेन्टहरू छ, तपाईँहरू देख्न सक्नुहुन्छ। चारवटा टाउकोलाई 5 पाउनु भन्छ। चारवटा टाउकोलाई 5 पाउनु। ल साथीहरु सुन्न सक्नुहुन्छ तपाईले। चाहिँ यस्तो जाडोमा बाहिर घुम्दैछौँ दाइ बाजेसँग। अब कता कता के हुन्छ तपाईँहरूलाई देखाउँछौँ। ल मेरो च्यानललाई लाइक एन्ड सब्सक्राइब गरिदिनु होला। स्योर। सिमलाको युट्युबलाई लाइक एन्ड सब्सक्राइब पनि गरिदिनु रे है। हस् स्योर। भिक्टोरिया रोड भन्छ माथिदेखि लिएर तलसम्मै। अनि साइड युट्युब च्यानलको नेम चाहिँ बिमाला घरती बिडी छ। त्यस सर्च गरेर हेर्न सक्नुहुनेछ। अहिले चाहिँ हामी एउटा बाजेको घर जाँदैछौँ। त्यो बाजेको घरमा बसेर त्यसपछि अन्य ठाउँहरू पनि जानेछौँ। अनि त्यही हो। अब यस्तो जाडो छ साथीहरू बाहिर। अनि यति मोटो मोटो कपडा लगाएर, यस्तो टोपीहरू लगाएर चाहिँ बाहिर निस्केको छु। अनि के गर्नु, अब बिदा छ, क्रिसमस न्यु इयरको बिदा छ। अनि त्यो बिदा चाहिँ अब मनाउनु पर्यो। यतिकै बसेर त भएन। गर्मी भएको भए त अन्य ठाउँ पनि गइन्थ्यो जान त। तर जाडो छ, एकदमै जाडो छ। युकेमा एकदमै जाडो छ। तपाईँहरूले वेदर देखेर पनि थाहा पाउन सक्नुहुन्छ। सो तर के गर्नु, वेदरलाई च्यालेन्ज गर्दै यत्रो मोटो मोटो कपडाहरू लगाएर हामी चाहिँ बाहिर निस्केको छौँ। मेरो पुसै दाई बाजे अनि म यति 4 जना भएर निस्केको छौँ घर। ल अब हामी एक एक गरेर बाजेको घर जाँदैछौँ। बाजेलाई चाहिँ ल बाजे फेरि यहाँ खोइ 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 गरेर हाँसेर हैरान्छ। बाजेले अर्को आफ्नो नम्बरी हो र होइन होला? नम्बरीलाई भेट्न आउँदै हुनुहुन्छ यो बाजे त। मास्क साक्स लगाएर, तर भित्र कस्तो चाहिँ थाहा छैन। पकाइ खाने यही हो, पकाइ खाने अब सेयरिङमा
भित्र कस्तो छ अब के थाहा भएन। यताबाट जाँदाखेरि यो भालुवाङ बिज्जारदेखि अलि माथि जानुपर्छ। अर्घाँचीको बोर्डरमा छ हजुर मेरो घर। म अहिले यहीँ कपिल बस्छु छु त्यहाँ बसेको छु। अब हामी चाहिँ एल्डरसटको बुलबुले पार्कमा जाँदैछौँ। तपाईँहरूलाई पनि देखाउने छु होइन त उसै। ल हेर्न सक्नुहुन्छ बुलबुले पार्क। अहिले चाहिँ हामी बुलबुले पार्कमा छौँ। तपाईँहरू हेर्न सक्नुहुन्छ बुलबुले पार्क हो यो। यस्तो पातहरू एकदम झरेर रुखहरू त खुइलेको छ क्या। अनि एकदमै पातहरू झरेर एकदम खुइलेको, केही पनि छैन पातहरू सबैमा हेर्न सक्नुहुन्छ। अनि फेरि पछि पलाउँछ हरियाली हुन्छ। अल्डरसटको शिव मन्दिर गाडीहरू नि आइरहेछ। बाटो काट्दा चाहिँ एकदम केयरफुल हुनुपर्छ। दुगुर्नु हुँदैन। यदि तपाईँ योगाहरू गर्नुहुन्छ भने हरेक मन्डे 10 बजे वेस्टर्न सेन्टरमा हाजिर हुन सक्नुहुन्छ। अल्डरसटको वेस्टर्न सेन्टरमा तपाईँहरू हाजिर हुन है। साथीहरू एकदम आफ्नो शरीरलाई फिट एन्ड फाइन गराउन मन छ भने योगामा आउन सक्नुहुन्छ। यो चाहिँ मोरिसन भन्ने सुपर मार्केट हो। यो चाहिँ 1899 देखि इस्टाब्लिस भएको हो। यहाँ चाहिँ हाम्रो घरको अलिक नजिक पनि पर्छ यो मोरिसन सुपर स्टोर। अनि हामी धेरै सामानहरू किन्न यहाँ आउने गर्छौँ। यो भित्र खानेकुरादेखि लिएर कपडा लत्ता भाँडाकुँडा बिजुलीको सामान दबाई पानी फार्मेसीको सामान सबै चिज पाइन्छ। अनि यो चाहिँ ठुलो चेन डिपार्टमेन्ट स्टोर हो। यस्तो मोरिसन यहाँ पनि छ अल्डरसटमा। अनि यो युकेको अरू ठाउँमा पनि हुन्छ, जस्तै टेस्को अथवा मार्क्स एन्ड स्पेन्सर जस्तै यो मोरिसन पनि एउटा चेन अफ डिपार्टमेन्ट स्टोर हो। यो चाहिँ ट्राभल लज। ल यहाँ ट्रेनिङ गर्ने मान्छे पनि यहाँ बस्छ। अनि यहाँ बसेर ट्रेनिङ गरेर कति दिनसम्म यहाँ गर्नुपर्ने। यो पनि नेपालीको पसल, नेपालीको दोकान। यो चाहिँ अल्डरसट युनियन यार्ड हो। यहाँ चाहिँ गाडीहरू केही हुँदैन, मान्छेहरू मात्रै घुम्ने डुल्ने दाहिने बायाँ खाने बस्ने अनि के गर्ने दोकानहरू छ। यतातिर मोबाइल बिच्दैछ, मोबाइल सोपहरू छ। यता चाहिँ लक्की ड्रागन भन्ने चाहिँ रेस्टुरेन्ट हो। युनिभर्सिटी ठाउँ हो। अनि यो चाहिँ एक्सेलेन्ट बार्बर भन्छ। यो चाहिँ त्यो टर्कीको बार्बरहरू हो, बाल काट्नेहरू हो। अर्को चाहिँ यो पिरी भन्ने चाहिँ फेरि चिकन रोस्ट चिकनहरू बेच्ने ठाउँ हो। त्यहाँ चाहिँ खानेकुराहरू बेच्छ। पिरी भनेको पिरो चिकन पिरो त हुँदैन। पोर्चुगिज भाषा या स्पेनिस भाषामा पिरी थुप्रै चिजहरू खानेकुराहरू पाउँछ। चिकनदेखि लिएर अनेक पाउँछ। यहाँ चाहिँ फेरि नेपालीहरूले रन गरेको। यदि तपाईँहरूलाई कपाल काट्नु मन छ भने स्ट्रेट गर्नु मन छ, बाल बनाउनु मन छ भने यहाँ आएर हिरोइन बन्न मन छ भने। तर मेरो म त छैन, मेरो कपाल त यस्तो नराम्रो कर्ली भएछ। यस्तो चिसो हावाहरू चले फेस नै सुक्खा ड्राई नै भइसक्यो। यो हावाले यति चिसो छ कि यो टोपी नलाइ त बाहिर निस्किनै सकिन्न। हेर्न सक्नुहुन्छ